हेलो साथीहरु, यो चाहिँ तपाईहरु ड्राई स्किन हुने सेन्सिटिभ स्किन हुनेहरुको लागि चाहिँ नाइटमा लगाउने चाहिँ मोइस्चराइजर हो है। तपाईहरु मेकअप अगाडि लगाउँदा फेरि पनि हुन्छ, तपाईहरुले कुनै सनस्क्रिनहरु लाउनुहुन्छ भने त्यसको अगाडि लगाउँदा पनि हुन्छ। त्यसको लागि चाहिँ यहाँनिर दूध लिएको छु, सानो बडे यो पेला हो है, प्याला भन्छ कि कटोरा भन्छ कि, एउटामा चाहिँ दूध त्यति नै, अन्त त्यति नै नरियलको तेललाई लिएको छु है। यो चाहिँ दूध हो, हेर्न सक्नुहुन्छ। अन्त मैले ग्यासमा चाहिँ अब दूध र नारियलको तेललाई चाहिँ एकैचोटी हालेर चाहिँ म एकछिन यो दूधलाई चाहिँ पकाउने छु है, नारियलको तेलमा मिक्स गर्ने छु। यदि ऑयली स्किन हुनेहरु हुनुहुन्छ भने चाहिँ तपाईहरुले चाहिँ यो दूध नलगाइ पनि हुन्छ। यो चाहिँ एकदम सेन्सिटिभ स्किन र ड्राई स्किन हुनेको लागि चाहिँ एकदमै राम्रो हो। यसरी हेर्नुस् है, दूध मजाले पकाउनु पर्छ। सानो ग्यास भएपछि चाहिँ यसरी तेलमा हेर्नुस् है मिल्न थाल्यो है। तपाईहरुले चाहिँ यो चाहिँ राति सुत्दा लाउनु भयो भने दिउँसै घरमा बस्दा लगाउँदा यो मात्रै लगाएर बस्दा फेरि पनि हुन्छ है। अनि तपाईको सनस्क्रिनको अगाडि लगाउँदा नि हुन्छ। अनि यतिको पाकेपछि चाहिँ मैले निकालेर यसरी फेर्दै छु है। तपाईले देख्नुभयो यो दूध चाहिँ मजाले फिटिन्छ है, नारियलको तेलमा मजाले फिटिसकेपछि चाहिँ तपाईले अन्दाज गरेर चाहिँ यसरी एउटा पेलामा तेल निकाल्नु पर्यो। मैले सानोमा हालेको थियो, पछाडी हुँदैन होला भनेर फेरि ठुलो प्यालामा हाल्दैछु। अनि यहाँनिर चाहिँ मैले एलोभेरा जेल हाल्दैछु है साथीहरु। यो एलोभेरा जेलले चाहिँ हाम्रो स्किनलाई एकदमै चिसो बनाउने काम गर्छ है। यो चाहिँ गरमको लागि हो। अनि यहाँ चाहिँ ग्लिसरिन हाल्दैछु। ऑयली स्किन हुनेहरुले चाहिँ ग्लिसरिन नहाले पनि हुन्छ। यो चाहिँ एकदमै ड्राई स्किन र सेन्सिटिभ स्किन हुनेहरुको लागि हो है। अनि पहिल्यै भन्न चाहन्छु, हरेक रेमेडी ट्राई गर्नु हुँदाखेरि चाहिँ पहिला चाहिँ तपाईहरुले बनाएर हातमा ट्राई गर्नुहोस्। हातमा केही पनि भएन भने मात्रै तपाईहरुले आफ्नो फेसमा लगाउनुहोस् है। कति चोटी चाहिँ अब इरिटेसन हुन्छ, एलर्जीहरु हुन्छ हैन, कसैलाई फापेन भने। अनि स्पोनले चलाउँदा चाहिँ अब फिटिनु अलिक गाह्रो भएर चाहिँ मैले यहाँ तपाईले देख्नुभयो है, यसले फिटे। अनि फिटेपछि चाहिँ यस्तो दामी भएको छ यो चाहिँ है। तपाईहरुले चाहिँ अब एकदमै आफ्नो फेसमा लगाउनु भने चाहिँ एकदमै बेसी ड्राई हुन्छ नि, कतिको स्किन एकदमै राम्रो गर्छ यसले। समरमा चाहिँ अब कतिको चाहिँ नर्मल स्किन हुन्छ, तपाईहरुले पनि युज गर्न सक्नुहुन्छ। तर पिम्पल्स भएको स्किनले चाहिँ यो चलाउनु हुँदैन है। जसको फेसमा पिम्पल्स छ, किनभने यहाँ तेल हालेको छ, तपाईहरुले चाहिँ यो चाहिँ चलाउनु हुँदैन पिम्पल्स छ भने चाहिँ है। तपाईहरुले चाहिँ यसरी गरेर चाहिँ स्टोर पनि गर्न सक्नुहुनेछ, स्टोर गरेर लगाउन सक्नुहुनेछ। स्टोर गर्दा चाहिँ तपाईहरुले जे पनि फ्रिजमा स्टोर गर्नुपर्ने हुन्छ। कम्ती क्वान्टिटीमा बनाएर फेरि बनाएर चाहिँ लगाउनु पर्ने हुन्छ, किनभने यहाँ कुनै केमिकल छैन। त्यसले गर्दा फेरि बाहिर राख्दा फेरि चाहिँ बिग्रिने चान्सेस हुन्छ। अनि लामो पनि राख्नु हुँदैन। यसरी तपाईहरुले बनाएर चाहिँ आफ्नो फेसमा लगाउन सक्नुहुन्छ। हेर्नुस् त कस्तो राम्रो हुन्छ है, एकदमै राम्रो छ। यो चाहिँ तपाईले ट्राई गर्न सक्नुहुन्छ। अनि रिजल्ट पनि तपाईले मलाई भन्न सक्नुहुन्छ। हेर्नुस् है, यसरी बन्द गरेर चाहिँ तपाईले राख्नुपर्ने हुन्छ। एकदमै राम्रो छ यो क्रिम चाहिँ, तपाईले युज गर्न सक्नुहुन्छ है। ड्राई स्किन हुनेहरुको लागि चाहिँ एकदमै राम्रो हो यो चाहिँ।